साथीहरू नमस्कार। बाल्यकालमा हामी सबैको मन पर्ने चिज भनेकै कार्टुन हुन्थ्यो। कहिले छुट्टी होला र कार्टुन हेरौँला भन्दै छिटो घर आएर मोजा समेत नफुकाली टिभी अन गर्ने हामी नै थियौँ। कसैको फेभरेट सिन्चेन थियो, कसैको छोटा भीम त कसैको डोरेमन। तर हामी सबैको फेभरेट एउटै थियो, मोटु पतलु। मलाई अझै पनि याद छ, जब म 3 क्लासमा पढ्थेँ तब मेरो ध्यान लास्ट घन्टीमै हुन्थ्यो। कतिखेर स्कुल छुट्टी होला र घर गएर मोटु पतलु हेरौँला भनी साथीसँग टाइम सोधिरहन्थेँ। 1 मिनट पनि मिस नहोस् पनि छिटो घर आएर सुरुको काम नै टिभी अन गर्थेँ, अनि त फुल अन इन्जोयमेन्ट। तर घर आइपुग्दा बत्ती गएको पीडा त अनएक्सप्रेसेबल, ब्रेकअप भन्दा पनि पीडादायक। फास्ट फरवर्ड 10 इयर्स, हाम्रो फेभरेट कार्टुन कहाँ छ नै थाहा छैन। यसको यति धेरै पपुल्यारिटी सिधै गायब नै भयो। सबैको घरमा चल्ने कार्टुन आज कसैको बोलीमा पनि छैन। आखिर किन त? साथीहरू, आजको यस भिडियोमा हामी यही विषयमा रहेर छलफल गर्नेछौँ कि एक टाइमको मोस्ट पपुलर कार्टुन आज नो वर्ड अफ माउथ, नो मिम्स, नो न्यू एपिसोड्स। के भयो त हाम्रो बाल्यकालको प्रिय कार्टुन मोटु पतलुलाई? कथा हो एउटा सानो सहर फुरफुरी नगरको, जहाँ 2 साथीबीच घनिष्ठ मित्रता छ। मोटु पतलुको सुरुवातको बारेमा कुरा गर्नुपर्दा 1969 एडीमा मायापुरी ग्रुप्सद्वारा प्रकाशित कमिक लोटपोटबाट भएको हो। पछि गएर 16 अक्टोबर 2016मा निक इन्डिया र कसमोस मायाको हातेमालोमा साना बालबालिकालाई मध्यनजरमा राख्दै यी पात्रलाई एनिमेसनको रूप दिइयो। सन् 2012मा प्रिमियर गर्नु अघि कसमोस मायाले करिब 2011तिरैबाट मोटु पतलुको प्री प्रोडक्सनमा काम सुरु गरिसकेको थियो, जसको उद्देश्य सर्ट कमेडी एपिसोड बनाउनु थियो। यो निक इन्डिया र कसमोस मायाको ऐतिहासिक कदम थियो, जसले वान अफ द फर्स्ट 3D एनिमेटेड टिभी सो बनायो। यसले पछि गएर शिवा, रुद्रा जस्ता अन्य पपुलर कार्टुन्सको लागि ढोका खोल्यो, जुन यस इन्डस्ट्रीको लागि रिभोल्युसनरी साबित भयो। इनिसियल फेजमा मोटु पतलुमा रहेका सबै क्यारेक्टर्सलाई भोइस दिनुहुने भोइस आर्टिस्ट सौरभ चक्रवर्ती थिए। झारखंड दिवस पे बहुत बहुत बधाई हो। मोटू, समोसे खाओ और झारखंड दिवस में शुरू हो जाओ। जॉन बनेगा डॉन, जॉन बनेगा डॉन। अगर जॉन बन जाएगा डॉन तो फिर झारखंड वासियों को मिमिक्री करके हंसाएगा कौन? मेरी यार, मैंने ऐसा ढोलक बनाया है कि अपने आप बजेगा यार। टिंग 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 यारी। उड़ी बाबा, तुम लोग तो जोहार किया नहीं। पहले जोहार किया जाता है, हमको जोहार करने का विशाल का तजुर्बा है। मैं पहनाऊंगा फूलों का हार। हर 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 जोहारा अम्मा, जोहारा अम्मा, जोहारा। ओए, आज तो मैं भी गले मिलूंगा, सबसे प्यार से बोलूंगा जय झारखंड, क्योंकि ये बता दो कि मैं भी झारखंडी हूँ। ओए पापा, जय झारखंड। पछि गएर क्यारेक्टर वाइज भोइस आर्टिस्टलाई कास्ट गरिएको थियो। द्याट मिन्स इनिसियली मोटु पतलु वाज अ सो वेयर अ पर्सन टक्स टु हिमसेल्फ अल द टाइम। पिक टाइम रिलिज हुनु बित्तिकै मोटु पतलु सबै बच्चाहरूको फेभरेट कार्टुन बनिसकेको थियो। हरेक घरमा मोटु पतलु नचलेको टिभी थिएन। यसको फर्स्ट सोदेखि नै यसको पपुल्यारिटी सबैतिर फैलिँदै गयो। निक इन्डिया र कसमोस मायाको यो कदम सफल भयो। बढ्दो पपुल्यारिटीलाई मध्यनजर गर्दै अब सर्ट कमेडी एपिसोड मात्रै नभएर टेलिफिल्म्स पनि रिलिज गरियो। इयर 2013 मोटु पतलु इन वन्डरल्यान्ड र मोटु पतलु मिसन मुन। इयर 2014 मोटु पतलु डिप सी एडभेन्चर, मोटु पतलु कङ्फु किङ्स। इयर 2015 खजाने की रेस र कङ्फु किङ रिटर्न्स लगायत अन्य पपुलर मुभिज लाइक द एलियन वर्ल्ड, द ड्रागन वर्ल्ड, द इन्भिजिबल प्लेन पनि 2016 र 2017मा रिलिज गरियो। मोरओभर 2016मा आएको मोटु पतलु किङ अफ किङ्सलाई भने 3D थिएट्रिकल रिलिज गरिएको थियो, जुन पछि गएर नेटफ्लिक्सले किन्यो। यता इयर 2015मा
कसमस मायाले वाउ किड्समा डिजिटल ब्रोडकास्ट पनि सुरु गर्यो। उता कसमस र निक मिलेर कमर्सियल एक्सपेन्सन पनि गरे, लाइक स्न्याक्स, क्लोथ्स, टोइज एक्सेट्रा। बट साथीभाइ बीच क्लासमा हिजो हेरेको एपिसोडको कुरा गर्न पाउँदाको रमाइलो भने बेग्लै हुने गर्थ्यो। जताततै मोटु पतलुको चर्चा मात्रै चलिरहेको थियो। इयर 2015मा यसको पपुल्यारिटी स्वरूप मस्ट वाच्ड किड्स सो अन निक च्यानल पनि घोषित गरिएको थियो। अझै अडियन्स ग्र्याब गर्न यसले मल्टिपल ल्याङ्ग्वेजेस लाइक हिन्दी, तमिल, तेलुगु, बङ्गाली, मलयालम, कन्नडा आदिमा डब गर्यो। सन् 2015मा एनटिभीले यसलाई बेलुका 5 बजेदेखि 6 बजेसम्मको लागि भने केही समय नेपाली डब पनि ब्रोडकास्ट गर्यो। सँगसँगै क्विक्स मोटु पतलु भनेर यसको सो पनि सुरु गरिएको थियो, जसमा चर्चित व्यक्तित्वहरूसँगको कुराकानी प्रस्तुत गरिन्थ्यो। तर केही कारणवश छोटो समयपछि नै यो प्रोजेक्ट बन्द गरिएको थियो। जताततै आफ्नो छाप छोड्न सफल भएको मोटु पतलुले अवार्ड्स हात पार्न भने पछि परेन। छोटो समयमै बढ्दो पपुल्यारिटी र क्वालिटी स्वरूप बेस्ट एनिमेटेड फ्रेम अवार्ड 2015मा बेस्ट एनिमेटेड क्यारेक्टर डिजाइन अफ द इयर अवार्ड हात पार्न सफल भयो। लगत्तै 2017 निक किड्स चोइस अवार्डमा फेभरेट सो अन किड्स च्यानल अवार्ड, 2019 दादा साहेब फिल्म फेस्टिभलमा बेस्ट एनिमेसन अवार्ड, 2020 एसियन एकाडेमी क्रिएटिभ अवार्डमा बेस्ट एनिमेटेड सिरिज 3D अवार्ड र 2021 IAAN अवार्ड्समा बेस्ट एनिमेटेड सिरिज अवार्ड हात पार्न सफल भएको थियो। लन्च गरेको एक दशक नबित्दै 16 सेप्टेम्बर 2020मा यसको 1000th एपिसोड पनि लन्च गरियो, जुन आफैमा एउटा ठुलो कीर्तिमान हो। अब वाउ किड्स मात्रै होइन, 12 अप्रिल 2021 देखि वुड किड्समा पनि यसको स्ट्रिमिङ सुरु गरियो। अब टिभीमा मात्रै नभई हातमा मोटु पतलु पुग्न झन् सहज हुँदै गयो। यता अगस्त 21, 2022मा ग्यालेक्सी 4K टिभीले मोटु पतलुलाई नेपाली ल्याङ्ग्वेजमा डब गरेर प्रकाशन गर्न थाल्यो। तर कहानीमा एउटा ट्विस्ट आयो, द डाउनफल फेज। वर्षौंसम्म निक इन्डियाको हाइएस्ट रेटेड किड्स सो रहेको मोटु पतलुले बिस्तारै क्रिटिक्स तथा अभिभावकहरूबाट आलोचना पनि सामना गर्नु पर्यो। युज अफ बडी सेमिङ ह्युमर, मिसबिहेभियर, सोसल इम्प्याक्ट्स, रिपिटेटिभ प्लट्स आदि विषयमा यो सोले आलोचनाको सामना गर्यो। बिस्तारै यसको भ्युवर्स पनि कम हुन थाले। मोडर्न समयलाई ध्यानमा राख्दै न्यू थिम्ड इन्टरनेसनल लोकेटेड एपिसोड्सहरू पनि लन्च गर्यो। तर घट्दो भ्युवर्सको सङ्ख्यामा कमी ल्याउन प्रोडक्सन हाउस असफल भयो। कजेस फर द डाउनफल। सबैमाझ पपुलर रहेको कार्टुन यसरी डाउनफलको बाटोतिर कसरी पुग्न गयो होला त? किन यसका भ्युवरसिपमा कमी आउन थाल्यो भन्ने कुरा हामी सबैको चासोको विषय हो। कज नम्बर 1, मल्टिपल एपिसोड एन्ड रिपिटेटिभ फर्मुला। लामो समयदेखि पपुलर रहेको र सबैले रुचाएको कार्टुनको स्टोरी युनिक नै थियो। एक दशकभन्दा पनि छोटो समयमै 1000 भन्दा बढी एपिसोड प्रकाशन गरिसक्दासम्म त पक्कै पनि स्टोरीको युनिकनेसमा समस्या आउनु निश्चित थियो। एक समयपछि सबै जसो एपिसोडमा उस्तै स्टोरीको प्रयोग हुन थाल्यो। प्रब्लम आउँछ, पतलुले आइडिया सोध्छ, मोटुले सम्झ हान्छ र प्रब्लम सल्भ। लगभग हरेक एपिसोडमा यही स्टोरीलाई देखाउन थालियो, जसले गर्दा मोटु पतलु पहिलाभन्दा बोरिङ, सिम्पल र प्रिडिक्टेबल हुन थाल्यो। नम्बर 2, इन्टरनेसनल थिम्ड एपिसोड्स। म आफैले पनि इन्टरनेसनल थिम बेस्ड एपिसोड्स आउन थालेपछि मोटु पतलु हेर्न छोडिदिएको थिएँ, किनभने मोटु पतलु एन्ड फुरफुरे नगर वाज आवर इमोसन। तर मोडर्न टाइममा प्रोडक्सन हाउसले मोडर्न थिम युज गर्ने डिसिजनले यसको नेचुरलिटी, इमोसन, भाइब, नोस्टाल्जिया लगायत सम्पूर्ण की फ्याक्टर्स नै नष्ट भयो, जसले अब मोटु पतलु आफ्नै कार्टुन जस्तो फिल हुनै बन्द भयो। नम्बर 3, जेनेरेसनल ग्याप। पक्कै पनि मोटु पतलुले सामना गर्नु परेको मेन प्रब्लम भनेकै जेनेरेसनल ग्याप हो। अहिलेका नयाँ जेनेरेसनहरूले बिरलै मोटु पतलुलाई रुचाएको पाइन्छ। यो प्रब्लम मोटु पतलुसँग मात्रै होइन, डोरेमोन, सिनचैन, छोटा भीम
लगायत सबै पपुलर कार्टुन्सको पीडा यही नै हो। न्यू जेनेरेसनका बच्चाहरू अनलाइन सोज, सिरिज, एनिमे, स्ट्रिम्स, ड्रामा एक्सेट्रा हेर्न रुचाउँछन् भने मोटु पतलु जेनेरेसन अहिले एडल्ट्स भएर आफ्नो रेस्पोन्सिबल लाइफमा बाँधिएका छन्। अहिले पनि मेरा साथीभाइहरूसँग भेट हुँदा तथा सोसियल मिडियातिर कमेन्ट रिड गर्दा नोस्टेल्जियाको लागि अझै पनि कतिपयले मोटु पतलु हेर्ने गरेको मैले थाहा पाएको छु। नम्बर 4, कम्पिटिसन एन्ड चेन्जिङ प्लेटफर्म्स। मोटु पतलुको स्कोप देखेर सर्ट कमेडी एपिसोड इन्डस्ट्रीमा नयाँ कार्टुन्सहरूको पनि एन्ट्री हुन थाल्यो। मोडर्न स्टोरी, फास्ट पेस, बेटर भिजुअल्स, स्मुथ एनिमेसन्स, कलरफुल भिजुअल्स जस्ता क्वालिटी कार्टुन रुद्रा, शिवा, लिटल सिङ्गमहरूले न्यू जेनेरेसनलाई कब्जा गर्यो र आफ्नो मार्केट र पब्लिसिटी बढाउँदै गयो। त्यसपछि अन्य अनलाइन स्ट्रिम्स, फरेन कार्टुन्स, युट्युब सर्ट्स, मोबाइल गेम्सको क्रेजले मोटु पतलुबाट बच्चाहरूको ध्यान आफूतर्फ तान्दै गयो। आगोमाथि घिउ भने चाहिँ लगतै कोभिड-19 को प्रकोप पनि सुरु भयो, जसकारण कसमस मायाको प्रोडक्सन ठप्प हुन गयो। निक इन्डियामा रिरन्स मात्रै चल्न थाल्यो र भ्युवर्सहरू अन्य प्लेटफर्म्समा सिफ्ट हुन बाध्य भए। एन्ड द रेस्ट इज हिस्ट्री। नाउ द करेन्ट सिचुएसन। यति कुरा समेटेपछि अब हामी सबैको मनमा एउटा प्रश्न आउन सक्छ कि त्यसो भए अहिले मोटु पतलुको अवस्था के छ त? करेन्ट सिनेरियोलाई हेर्ने हो भने अहिले पनि निक इन्डियाले यसका पुराना एपिसोड्सहरू युट्युबमै अपलोड गरिरहेको र सोनिक च्यानलमा पुराना एपिसोड्सहरू रिब्रोडकास्ट गरिरहेको पाइन्छ। यता कसमस मायाले भने आफ्नो ध्यान नयाँ कार्टुन्समा लगाइसक्यो, जस्तै T2, सेल्फी विथ बजरङ्गी, इनामिनाटीका लगायतका प्रोजेक्ट्सतर्फ। प्रोडक्सन हाउसले भने मर्चेन्डाइज डिल्स, मोबाइल गेम्स तथा युट्युब अपलोड्सबाट पनि आम्दानी गरिरहेको छ, तर पिक टाइम जस्तो भने छैन। त साथीहरू, यो थियो मोटु पतलुको राइजदेखि डाउनफलसम्मको छलफल। यो मात्र एउटा कार्टुन थिएन, हाम्रो बाल्यकालको एउटा मोस्ट मेमोरेबल च्याप्टर पनि थियो। आशा छ कुनै दिन फेरि पनि हाम्रो मोटुको खुसबु, पतलुको आइडिया, डाक्टर झट्काको इन्भेन्सन्स, घसिटारामको सेम 20 सालकै तजुर्बा, चिङ्गम सरको कोकोनट फायर लगायत सिङ्गो कार्टुनले नै न्यू तरिकाबाट नोस्टेल्जिया जगाएर आफ्नो पपुल्यारिटी रिगेन गर्ला। आजको यो भिडियो कस्तो लाग्यो कमेन्ट गर्न नभुल्नुहोला र यो भिडियो आफ्नो मोटु पतलु हेर्ने गरेको साथीहरूसँग भने सेयर गर्न नबिर्सिनुहोला। हस् त, धन्यवाद।